हेलो नमस्ते सबैलाई। आज चाहिँ बिहानै दार्जिलिङसम्मको यात्रा। आज हाम्रो म्याच छ दार्जिलिङमा। फेरि धेरै समयपछि झापाबाट खेल्न आँटेको। अब प्राय राम्रो खेल्ने भाइहरू केटाहरू काठमाडौँ गइसकेको छ। अब हामी उब्रिएकै अलिअलि खेल्नेहरू चाहिँ अब आज झापाको प्रतिनिधित्व गर्दै दार्जिलिङ जाँदैछौँ गेम खेल्न। अब गेम के हुन्छ भरे म तपाईहरुलाई मेरो भिडियो मार्फत देखाउनेछु, बताउनेछु। हेरेर माया गरिदिनु होला। त्यहाँ चार अलि झापाको स्टार खेलाडीहरूसँग भेट भयो हामी। आज चाहिँ यस भाग्यको स्टार खेलाडीसँग भेट हुने मौका पाइयो, सँगै खेल्न मौका पाइयो। आज चाहिँ यो चाहिँ हाम्रो झापा र इलामको सिमाना छुट्याउने ठाउँ जोरक्लस। कहाँ हो यताको भ्यू चाहिँ दामी देख्छ। झापाको स्टार खेलाडी अरे झापाको मिडफिल्डर मिस्टर योगी के भन्छ? ह्यान्डसम पनि त्यस्तै होइन, पूर्वको एक मात्र। हाम्रो कोच डिबी दाइ ढिलो आउनु भएर नचिनेको प्लेयर हो। यस्तो ठाउँ हो भन्ने बनाउन हो। यो चाहिँ हाम्रो पारुपाती डाँडा। अहिले चाहिँ हामी कुटी डाँडामा छौँ र राइडर हुन्छ शक्ति दा उहाँको चाहिँ अनुहार देखाउनु मिल्दैन। यो चाहिँ हाम्रो एकदमै सुन्दर कुटी डाँडा। हाम्रो इलामको एकदम सुन्दर ठाउँ कन्यान आइपुग्यो हामी। यहाँबाट दामी हिमालको पनि भ्यू आइरहेको छ हौ। हिमाल देखाउनु माथि यो चाहिँ एकदम प्राकृतिक सुन्दरता भएको ठाउँ है। नेपालको प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाउँमा यो पनि अब आउँछ। यसमा यहाँ चाहिँ वर्षेनी पर्यटकहरू देश विदेशदेखि लिएर इन्डिया, नेपालमा मात्रै नभएर इन्डियादेखि लिएर विभिन्न ठाउँबाट घुम्न आउनुहुन्छ। यो चाहिँ कन्यानको सुन्दर कन्याम मिलेको ठाउँ हुन्छ। यहाँ आएर तपाईँहरू फ्यामिली फोटोहरू खिच्न सक्नुहुन्छ, टिकटक बनाउन सक्नुहुन्छ। अब यहाँ चाहिँ कल्चरल ड्रेसहरूदेखि लिएर घोडा सवार अनि लपगाडा, तपाईँहरू लपगाडा हुन्छ तपाईँहरूलाई हामी नजिकबाट देखाउँदैछौँ। धेरै छ सल्लाह धुपीको रुखहरूदेखि लिएर घोडा सवार, घोडाहरू पनि धेरै कल्चरल ड्रेस लगाएर तपाईँहरू फोटो खिच्न सक्नुहुन्छ। मान्छेले घोडा सवार पनि गर्दै हुनुहुन्छ घोडाहरू। तपाईँहरू अब माया गरी जोडी हुनुहुन्छ भने यहाँ तपाईँहरू आएर अमूल्य क्षण बिताउन सक्नुहुन्छ। अहिले चाहिँ हामी दार्जिलिङ जाने क्रममा हाम्रो नेपाल र दार्जिलिङको सिमाना कसरी नराइदिएको छ। यो चाहिँ हाम्रो नेपालपट्टिबाट इन्डिया जाँदाखेरिको गेट हो कसरी नगरमा। अब हामी यहाँबाट चाहिँ दार्जिलिङ प्रस्थान गर्छौँ।
यो चाहिँ हामी आज खेल्ने ग्राउन्ड पोखरेबुङ दार्जिलिङ। सम्पन्न हुने फुटबल खेलेर दर्शक बसेर हेर्नु ठाउँ नेपाल बनाम एसआरएफसी बाजा